मान्छेले मूल्य हेर्ने हुनाले, प्राइस हेर्ने हुनाले यो 5-7 वर्षको ट्रेन्ड डिमान्ड एन्ड सप्लाई र मूल्य हेर्नेतिर मात्रै गयो। भनेपछि त्यसले दिने प्रोडक्टिभिटीतिर हामी गएनौँ के? प्रोडक्टिभिटी दिँदै गए त अझै बढी हुँदै जान्थ्यो भन्ने लङ टर्ममा हामी गएनौँ। हामीलाई चाहिँ छिटो छिटो हो त्यसमा गयौँ हामी। कसरी बुझाउने त आम मान्छेलाई? धैर्य गर्नुहोस् है भन्ने हो? आम मान्छेलाई धैर्य गरेर भन्दा पनि उहाँहरूले बुझ्नुपर्छ उहाँहरूले, हैन? पैसा लगानी गर्दैछु भने त अलिकति त जाँचबुझ गर्नै पर्छ। अधिकांश मान्छेलाई प्राइस हेर्ने हुनाले अघि भने कस्मेटिक नै हेर्ने हुनाले सामाजिक सञ्जालमा कस्मेटिक भरिदिएका छन्, हैन? र विभिन्न इन्फ्लुएन्सरहरू त्यत्तिकै आएका हुन्छन्, हैन? अनि उनीहरूले तलमाथि गर्ने हुनाले यो 10 बिघा जमिन जहाँ उब्जनी हुँदैन त्यसको चाहिँ भाउ बढेको चाहिँ देख्न सकिन्छ। अब स्टक मार्केटमा पहिला मैले यो बोलिरहेको थिएँ, अहिले मैले यो बोलिनँ किनभने उहाँहरू पनि मेरा साथी नै हुन्छ। अब तपाईँको त्यस्ता कम्पनीको भाउ आएन भन्दा हाम्रो आउँदा के फरक पर्यो र भन्ने हो। यसको भाउ आएकै राम्रो, यो भाउ 200 को थियो भने 1000 पुगेको राम्रो, तर त्यो 100 बिघा जसमा उब्जनी हुन्छ त्यसको भाउ चाहिँ यसको भन्दा डबल हुनुपर्छ भन्ने मेरो मान्यता अहिले आएर, बुझ्नु भएन, हैन? त्यस्ता कम्पनी भन्दा ती राम्रा कम्पनीको भाउ माथि आएको भए बेटर हुन्थ्यो, तर त्यस्तो अहिलेको बजार छैन। अहिलेको बजारमा सप्लाई कम भएको, हेर्नु डिमान्ड एन्ड सप्लाईमा तपाईँको कुरा भन्दैछु, सप्लाई कम भएको अनि थोरै किता भएपछि त विभिन्न हिसाबले लक भएका छन् क्या, हैन? कर्मचारीको कारणले, सेयर प्रमोटरको कारणले नभएर थोरै सेयर मात्रै सप्लाई बजारमा आउने हुनाले त्यसलाई चाहिँ डिमान्ड एन्ड सप्लाई खेलिएको चाहिँ छ। अब यसलाई सरकारले अलिकति अध्ययन गर्नै पर्छ, हैन? म्युचुअल फन्डलाई 6 महिना पनि रोकिराख्ने आवश्यक होइन रहेछ। म्युचुअल फन्डलाई 6 महिना रोकेपछि थोर सप्लाई भएर जस्तोमा त्यस्तो कम्पनीको वास्तविक मूल्यभन्दा चाहिँ बजार मूल्य धेरै माथि पुगेको देख्यौँ, हामीले पुर्याउन सकेको देख्यौँ, जसले आम मान्छे नै फस्ने सम्भावना चाहिँ हुन्छ। हेर्नुहोस्, हैन? फस्ने ठाउँमा आम मान्छे नै आउन सक्ने सम्भावना छ। लकिङ पिरियडले पनि लामो अवधि 3 वर्ष नभएर सञ्चालकहरूलाई 3 वर्ष रोक्ने, अरू सप्लाई चाहिँ छिट्टै खोलिदियो भने पनि यी कुराहरूले चाहिँ काम गर्थ्यो, एउटा काम गर्न सक्थ्यो। दोस्रो कुरो सरकार कमजोर पनि छ। कमजोर सरकार भएपछि कमजोर नीति बन्छ, हेर्नुहोस्, हैन? अब खोला नाला त सबै सरकारकै हो नि त। रियालिटीमा सरकारले नै हाइड्रो पावर बनाएको भए त हाइड्रो पावरका कम्पनीमा चलखेल हुँदैन थियो, हेर्नुहोस्, हैन? अब हाइड्रो पावरका मालिकहरूलाई हाइड्रो पावर खोल तर सेयर बेच्न नपाई भन्दा उनीहरू हाइड्रो पावर खोल्दैन थिए। तपाईँहरूको सम्पत्ति 3 वर्षमै खोल्न पाइहालिन्छ, लकिङ पिरियड खोलिहालिन्छ अनि बेच्न पाइन्छ भन्ने हिसाबले अधिकांश हाइड्रो पावर बिजुली बेचेर भन्दा त्यहाँका मालिकहरू चाहिँ त्यो कम्पनीको सेयर बेचेर धनी बन्न नै आएका हुन्। क्लियर कुरा गर्ने भए चाहिँ, आँखा चिम्म गरेर कुरा गर्ने भए चाहिँ ध्रुव सत्य उनीहरू, म पनि त्यसमा काहीँ पार्टनर होला, मालिक होला, हैन? मेरो पनि धारणा, मेरो कम्पनीले कति बिजुली उत्पादन गरेर देशलाई फाइदा दिन्छ सोचेको छैन। मेरो 3 वर्षपछि लकिङ पिरियड खोल्दा कति बजार भाव हुन्छ भनेर मैले पनि सोचेको छु। अरूको त कुरै नगर्नु। नियतै हाम्रो नियत नै सेयर बेचेर धनी बन्ने नै हो। क्लियर है कुरा, यो क्लियर अनि फेरि क्लियर भन्न त पाइयो नि त, हैन? क्लियर भन्न पाइयो नि त। तिमी मलाई मन पराउँछ भने मसँग तिमीसँग डेटिङ जान पाउँछु भन्न त पाइयो। बलात्कार गर्नु पनि पाइएन त, मन पर्दैन भन्दा पाइयो नि त। यो सेयर मैले आफूले पनि हाइड्रो पावरमा हालेको छु। मेरो हाइड्रो पावरमा हालेको कम्पनीले बिजुली कति उत्पादन गर्छ मलाई त्यस्तो भयङ्कर चासो छैन। अब लकिङ पिरियड कहिले खुल्छ त्यो सबभन्दा मेरो चासोको विषय हो। कस्तो क्लियर कुरा है, ध्रुव सत्य हो। रियल स्टोरी टाइममा छौँ हामी। यस्तो इन्ट्रेस्टिङ हुँदैछ भनिहाल्ने नि, कहीँ नभएको कुरा हुँदैछ आज। त्यही भएर हामीलाई सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनु होला। लाइक गर्न, सेयर गर्न, सब्सक्राइब गर्न नबिर्सिनु होला। अब अलिकति थोरै सोधेँ नि त, त्यसो भए फस्ने कुरा गरेको थियौँ नि हामीले अघिकति। यहाँ हर कोहीको गुनासो छ क्या, सेयरले त मलाई पुरै डुबायो, चकनाचुरै पार्यो। मेरो घर गयो, खेत गयो, जग्गा गयो, जमिन गयो, सुन सबै बेचेँ, ऋण लिएँ, ब्याजमा तिर्न सकिनँ, होइन? म त बर्बादै भएँ। एउटा गुनासो। अनि त्यो गुनासोलाई अलिकति चिरफार गर्दाखेरि निस्केको कुरा, हरेकचोटि रिटेल इन्भेस्टरहरू चाहिँ किन गलत समयमै सेयरमा छिर्छन्, गलत समयमै निस्किन्छन्? के हुन्छ त्यहाँ खासमा? यस्तो हुन्छ, यो बजारको मार्केटिङ नै बजारको हाईमा हुन्छ, अपमा हुन्छ, बुझ्नु भएन? विभिन्न नेपालका टप मिडियादेखि लिएर विभिन्न अरबपति धनीहरूले पनि यो बजारको बारेमा माथि मात्रै बोल्ने हुन्छन्, तल बोल्दैनन्। हामी चाहिँ तलै बोलेका हौँ, होइन? हामी आउनै पनि माथि चाहिँ बोल्दाखेरि मैले माथि बोल्दा गाली खाएँ। माथि बोल्दा चाहिँ के बोलेको थिएँ भने मैले अनलाइनमा पढाइरहेको थिएँ कोरोना कालमा। हेर्नुहोस्,
कोरोना कालमा बजार पनि बढ्दै थियो। मैले 27-28 त्यस बेलाको भनौँ त्यो बढेको बेलामा पढाएको थिएँ। त्यही बेला नयाँ मान्छे सेयर बजारमा नआउनु भनेर पढाइदिएको थिएँ। हेर्नुहोस् त 27-28 हुँदाखेरि तपाईँलाई डुब्न सकिन्छ। यी बजारमा कमाएको पैसा रहेछ भने रमाइलोको लागि खेल्न आउनु होइन, इन्भेस्ट गर्न चाहिँ माथि माथि नआउनु भनेर मैले 2800, 2900, 3000, 3200 जाने बेला पढाइदिएकै थिएँ। तर मान्छेले मलाई सामाजिक सञ्जालमा गाली गरे र त्यो अनलाइन पढाइको राखेको ठाउँमा गाली गरे। झापाली भएर तपाईँ मात्रै आफू धनी बन्ने, हामीलाई धनी बन्न नदिने भनेर गाली गरे। हेर्नुहोस् त। अनि बजार पछि घट्यो होइन, घटेपछि फेरि के भयो भने घटेको बजारमा सबै मान्छे डुबिहाले छिटै। अनि हामीलाई उकास दिनु पर्यो भने बजार बढाउनलाई नै के चाहिन्छ भन्ने हिसाब गऱ्यौँ। तर सरकारले र पोलिसीले साथ दिएन। पोलिसी, सरकार र विश्व बजार ओल्ड मार्केटको सिनेरीले पनि साथ दिएन। बजार डाउन भयो। डाउन हुँदा हामीले फेरि बोले गऱ्यौँ। 1800, 1900, 2000मा यतिसम्म बोल्यौँ, हिसाबै नगर्नु, त्यतिसम्म बोल्यौँ, गाली खाइकै बोलेको होइन। 2030तिरको बजार थियो, त्यसबेला यस्तो एउटा कुरा बोलेको छु मैले, यदि अबको बजार 2000 भन्दा मुनि झरेको खण्डमा, झर्नै झर्दैन, झरेको खण्डमा भनेर खण्डमा भन्ने पनि राखेको थिएँ क्या होइन। 5 दिनको लागि चाहिँ बजारको झरो। हेर्नु त 1970सम्म आएर फेरि बजार त 2000 मुनि आएन, माथि गएर 2260 कटेर बजार 2900 जति पुगेर फेरि 2584 मुनि एकपल्ट आएर यो आज भोलिको हामी 27-28मा बजार देखिरहेका छौँ होइन। त्यो 5 दिन आउँदा के गर्ने भनेर मलाई सामाजिक सञ्जालमा वा खास विशेष गरी एउटा यो क्लब हाउस भन्ने छ, त्यो क्लब हाउसमा मैले राखेको थिएँ। अब फोटो आयो भने मलाई चाहिँ गर्न मिलेन। मेरा फोटाहरूमा चाहिँ सामाजिक सञ्जालमा मसो दल्नु, त्यो फोटो म पोस्ट गर्छु, प्रोफाइल पिक्चर बनाएर राख्छु भने मैले, र मैले प्रोफाइल पिक्चर बनाएर राखेँ। 5 दिन पनि डाउन त आयो बजार, कि आउन चाहिँ आयो होइन। त्यस्तो डाउन आयो नि बजार होइन, त्यो च्यालेन्ज दियो बजारले होइन। अब यी पार्टहरू चाहिँ छन्। अब मलाई जेनजी आन्दोलन, यी आन्दोलन हुन्छ भन्ने चाहिँ मैले अनुमान गरेको थिएन। मैले बजार त बढ्ने ठाउँमा थियो र अहिले चाहिँ बजार बढ्ने छ कि के छ भने आज भोलि चाहिँ घट्न सक्छ। तर बजार बढाउन चाहे भने सरकारले नीतिहरू बनाउन नीतिहरू सही नीति बनायो भने बजार चाहिँ बढ्छ होइन। या हामी के नीति चाहिन्छ भन्यो भने इन्टरभ्यूमै भनेर त मिल्दैन। हेर्नुहोस्, त्यसको लागि त हामीले 20 पेज लेखेको छ। त्यसका त्यो नीति सँगसँगै त्यसको असर पर्न सक्ने र त्यसलाई कस्तो कस्तो निर्देशिका दिनुपर्छ भने निर्देशिका पनि हामीले चाहिँ तयार पारेका छौँ होइन। अब त्यसले विन विन सिचुएसन चाहिँ लिन्छ। ब्रोकरलाई पनि फाइदा, सरकारको राजस्व पनि फाइदा, लगानीकर्तालाई पनि बेनिफिट। त्यो चाहिँ रियल फ्याक्टमा देख्न चाहिँ सकिन्छ। तथ्य परक हुन्छ कि अहिलेको त तथ्य परक छैन नि त। अहिलेको बजार तथ्य परक छैन। अब छैन भनौँ भने, अब यहाँ छैन भनौँ भने पनि उनीहरूले मलाई गाली नै गर्छन्। हेर्नुहोस् फेरि किन गाली गर्छन् भने बजार हो नि त, जसले जे किन्छ जे किन्न पाउँछ नि त। खुल्ला अर्थतन्त्रमा त किन्न पायो होइन। अब यहाँ त नेपालमा त कर्निङको परिभाषा पनि उल्टो हुन्छ होइन। त्यही भाषा भारतमा त्यही भाषा लेख्यो भने त्यो मान्छे पक्राउ पर्न सक्छ। तर यहाँ चाहिँ मलाई मन पर्यो यो कम्पनी, जतिमा किनौँ त के फरक पर्यो होइन। गदे पि दिल लगी तो परि क्या चिज भनौँ भने के भन्नु होइन। मलाई मन पर्यो त्यस कारण मैले किनेँ। मलाई घाटा भए पनि वा नाफा भए पनि मलाई बेच्न मन पर्यो, मैले बेचेँ भन्न त पाइहाल्छ। हेर्नुहोस्, त्यस कारण स्टक मार्केट भनेको नदी कुलो जस्तै हो। कुलोलाई कताबाट खोलेर लाने त्यतैतिर बग्न जान्छ क्या। बग्दै यताबाट लान्छु भनेर नदी बग्न सक्छ नि। सप्तकोशीलाई बाँधेर म चाहिँ पूर्वी झापातिर यसको सिँचाइ लान्छु भनेर मिल्छ। हेर्नुहोस्, त्यहाँ बाँधेर म चाहिँ त्यो पानी लिएर सिरा सप्तरी हुँदै सिरातिर लान्छु भने त्यो खोला चाहिँ बाँधेर सिरा सप्तरीतिर लान चाहिँ मिल्छ। हेर्नुहोस् होइन। स्टक मार्केटका हाम्रा जति टर्मोलोजीहरू छ त्यसलाई परिभाषा दिने